गाइस हाम्रो रोशनी चाहिँ मानिँदैछ कि ताप्दैछ फेरि रोशनीको घुम्टो फेरि रोशनीको घुम्टो छिटो छिटो रोशनी रेडी भयो ल रोशनी रेडी भयो यो देखिँदैन अलि बल्ब अहिले भिडियोमा यहाँनिर लिची धनी अङ्कलहरूको है बाजार देउ लाग्छ नि यहाँको त ला ए तर नाना त क्रिस्चियन हो नि त त्यही भएर नाम मैले चाहिँ भन्नु लिनु हुँदैन क्या नाम त्यही भएर यत्रो सङ्केत दिइरहेको छु भलालाको भाइ भलाला भलाला खुस हुआ बिर्स्यौ मैले त हेलो एन्ड वेलकम गाइज हजुरहरूलाई स्वागत छ फेरि पनि मेरो न्यू भिडियोमा आज चाहिँ हामी पौडी खेल्नु गइरहेको छौँ के भयो बुनु छाता ओढाए फेरि बुनु चाहिँ छाता ओढाउने भइसकेको छ यहाँनिर गर्मीमा यता चाहिँ हिजोको फेरि खतरा माइकिङ खतरा बोल्ने मलाई पुरा चोर भाते डाका सबै भन्ने मान्छे यही मान्छे हो एकदम मेरो हेटर्स यो मान्छे मेरो हेटर्स हो फेरि छाता त हराए त खै अटी असिस्टेन्ट गायब भयो त मेरो मलाई त कालो बनाउने रहेछ त अनि यता हाम्रो नाना हुनुहुन्छ खै त असिस्टेन्ट त अनि कुरुरु बरु सामाना एकजना राख है छाता ओढाउने नेचुरल ब्युटीले छाताको जरुरत पर्दैन म हेर न डाइलग पहिला निशाना पनि नि दादा यस्तो झारहरू पराएको थिएन बाटो खनेको थियो कि पछाडिबाट भिडियो गर न सामानाको के कटु त्यस्तै छ त आमा मेडी लाएर आएको थियो मेडी लाएर यति लामो मेडी लाएर आएको थियो तर के हो म पनि काली होइदिउँ न काली दिलवाली भनेर चाहिँ ऊ काली दिलवाली हुनुलाई चाहिँ छोटो लुगा लाएर आएको रे अब यता अब घुम्दै घुम्दै जाउँ यतैबाट केही छैन उयो बगर पनि दादा सिमरा साग चोरेको कि माथिबाट खेदाउँदै आएर म लडेर उठ्नु नसकेको खोलाको बगर के गर्यो भने सुते मम्मीले सामाना के भयो तिम्रो ब्युटिफुल केटाहरू ढल्ने यसो अनुहार देखाउ न यता गाउँको कति होइन संस्कारी इज्जत तिल्यो मलाई थाहा छ त एकदम गुड आफूले तल जानु हुँदैछ नि बुधबारे उयोमा चर्च फेरि नाना भनेको चाहिँ एकदम हाँसी मात्रै रहनुहुन्छ कहिले रिसाउनु हुँदैन एकदम संस्कारी गुड म्यान ड्रेस वुमेन लुगाहरू पनि सफा हाल्नुहुन्छ मेकअप सेकअप केही लाउनु हुँदैन नेचुरल ब्युटी होइन बुनु अनि पछि जसले पनि बे गर्नुहुन्छ एकदम खुसी किनकि त्यस्तो उयोमा केहीमा दुःख हुँदैन हजुर खोइ यो त पहिला निशान दाइ र मैले उहाँनिर हेर्नु न उहाँनिर छैन उहाँनिर हो त्यहाँनिर क्या उयो के पो भन्छ त्यो छुँदाखेरि चिलाउने होइन बाट उठ्छ नि भलायो सन सङ्केत दिइरहेको छु भलायो होइन मेरो त उयो हो नि त मैले त मित कि खोइ के भन्छ नि हो त्यस्तो लगाएको क्या पुरा कस्तो मिजु बनाएको नि त पुरा जिउ चिलायो क्या यहाँ निशान दाइ र मैले काटेको छु अनि पुरा मेरो त जिउ चिलायो है यता बुझ्नु काली होला
अनि पुरा जिउ चिलायो हो अनि गोरा मिचौरी सानो लगाएको अनि चाहिँ जाति हो त्यही भएर नाम मैले चाहिँ भन्नु लिनु हुँदैन क्या नाम त्यही भएर यत्रो सङ्केत दिइरहेको छु भलाला खुसुवा यहाँनिर लिची धनी अङ्कलहरूको है बाजार देउ लाग्छ नि यहाँको त ला ए तर नाना त क्रिस्चियन हो नि त यहाँ चाहिँ एकदम हामीले लिची यहाँ प्रशस्त हाल्नुपर्छ लिची चोरहरूको यहाँ सँगै हामी एकदम बढी हामी नि हो यहाँको एकदमै खै त मलाई पनि टिप्दा न म भरे कफी हाल्ने म त क्रिस्चियन होइन त म त कफिनु पनि सक्छु त फेरि एकदम पूजापाठ गर्नुहुन्छ हाम्रो घरमा भोलिको दिन पनि गर्नुपर्छ त्यही भएर भरे म ला बुनु कक्रेउ त अनि यहाँ सामाना खेल्ने पौडी हो हेर्नुहोस् गाइज खेल्दौ एकताल ड्याम हो अरे क्या तर तिमीले मलाई त भन्नुसम्म भन्नेछौ नि त माई गाउँको हेटर्स भयो प्लिज हो ओके छ त धेर दक्दिन फेरि भन्नुहोस् म सोसियल मिडियामा आउनु चाहदिनँ होइन होला ला हामी त हेर यो रुबिनहरुको बाटो आएको भए हुन्छ नि अब यताबाट आइगयो केही छैन भरे जाँदाखेरि यस्तो यहाँबाट ठाडो उयो ठाडो बाटो के हो होइन पौडी त उहीँमा थियो उहीँ त्यो ढुङ्गा भएकोमा कि सेती भनेको सेती खोला भनेको मैले सेती खोला त माथि होला नि यसलाई त हडिया खोला भन्छ नि ए यहीँ हो त त्यो त यहीँ हो त गऱ्यो त नि यहीँनिर हो यहीँ हो पौडी खेल्ने गाइज स्विमिङ पुल में नहा के हर्बे फाइनली मुस्कान सबैको ओठमा मुस्कान हेर्नु सक्नुहुन्छ प्रशस्त यहाँनिर हातले बुनु ढुङ्गाले लिएको छ त ब्यागमा होला ठुलो ल्याएको छु नि यस्तो रहेछ नि ए ला लाएन रहेछ मलाई थाहा छ भाइ खाऊ छ यहाँ लुकाएर राखेछ कम्तीको छ हैन हौ त्यही थियो फोन झर्ला नि मारिदिन्छु नि यो फुटाउ अनि सानो फुटाले म त्यो खोलेको खोला बिस्तारै सबैलाई लगाइदेऊ न म चाहिँ बस्छ भोन त अघि बन्द पो भएछ गाइस हेर सबैले लिएको छ बाइदिनु मलाई यस्तो सानो प्लास्टिकै हालेको थियो क्या लौ भाइले खाइसक्यो खाऊ आऊ यसमा तिमी खाऊ हामी खाइन्छौँ दुईजना खाऊ न नि ल आइपुग्यो त वाउ यही त हो त अनि यही पारे अनि तिनटाले खाने यही त नि अरे मार्देऊ आमा आइसको दाने कोही भिडियो बनाउ न बारे सब भिडियो लाउ ऊ अनिस त्यो तिमी चाहिँ बत्ताले बडा गर ल ल थ्यांक यू ज्यानको छौ नि त हामी भन्दा चेस सामाना चाहिँ अलिक हामी भन्दा ठुलो ज्यानको छ त्यही भएर उसलाई बोतलमै तर यो बोतल त सर्ट हान्ने खालको छ गोटकीला ला यो बिचो लगो नलगा किन लाउनु घोप्टिन्छ नि त
मेरो कस्तो राम्रो खुट्टा निस्किरहेको रहेछ पानी सबै बोक्नु बस्छ नि त ब्लक हो अनुहार देखाउन अनि अनुहार किन खाइरहेको छौँ है हामीले नदेखा हामीले त नदेखा भाइलाई मात्रै देखा खुट्टाइदिए लाग्छ भाइको मन नदेखा न मेरो खुट्टाहरू पनि राम्रो आउँदैन भाइलाई देखा बरु भाइको राम्रो आउँछ बरु भाइको राम्रो छ है प्राप्तिले नङअघि लुकाइसक्यो यिनीहरूले होइन अब माछा लुकाएको छ दुईटा खुट्टामा माछा लुकाएको छ ल छिटो आऊ न छिटो आऊ गाडी हुँदैन त छिन गाई यत्रो कुद्नुपर्छ गाई अब सामान्य गएछ डोलो आइज सामान्य बिस्तारै आइज अनि अघिदेखि बनाइरहेको छु भाइ मैले चल्छ त यहाँ पर गाई आधी हेक्टर त्यहाँ आधी गाई हाम्रो रोशनी चाहिँ मानिँदैछ कि त्यहाँ पुग्दैछ छिटो छिटो रोशनी रेडी भयो ल रोशनी रेडी भयो यो देखिँदैन अलिक बल भाइले भिडियोमा प्राप्ति बोला बोला काटेको प्राप्ति बोला